नमस्ते। आज हामी एउटा यस्तो रहस्यको कुरा गरौँ जुन हामी सबैको जीवनसँग कतै न कतै जोडिएको छ। त्यो हो हाम्रो आफ्नै भित्र लुकेर बसेको असीमित सम्भावना। र यो यात्रा एउटा एकदमै सामान्य तर शक्तिशाली प्रतीकबाट सुरु हुन्छ। हो, ठिकै सुन्नुभयो। घरमा भएको त्यो सामान्य दराज जसलाई हामी वार्डरोब भन्छौँ, त्यसले हाम्रो जीवनको एउटा ठूलो सत्य लुकाएको छ। आखिर यो रहस्य के हो त? आउनुहोस् यसमा अलिकति गहिरिएर हेरौँ। एकछिनलाई सोचौँ त, ती महँगा सुन्दर लुगाहरू जुन कुनै विशेष अवसरको लागि भनेर जतनले राखिन्छ, ती सायदै कहिल्यै लगाइन्छन्। हामी किन आफ्नो सबैभन्दा राम्रो कुराहरू एउटा यस्तो भविष्यको लागि साँचेर राख्छौँ जुन भविष्य सायद कहिले आउँदैन? हेर्नुस् त, यो लगभग हामी सबैको दराजको कथा हो। हामीसँग लुगाहरूको थुप्रो हुन्छ, तर हामी हरेक दिन उही केही लुगाहरू मात्र लगाइरहेका हुन्छौँ। बाँकी सबै विशेष दिन को लागि थन्किएका छन्। के यो हाम्रो जीवनको कथा जस्तो लाग्दैन र? र यसको सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने हामीले देखाउने सीमित क्षमताको आधारमा नै हाम्रो वास्तविकता बुझिन्छ। हामीले भित्र लुकाएर राखेका ती विशाल आश्चर्यहरूको आधारमा होइन। ल, अब दराजको कुरालाई छोडेर अलिकति फराकिलो सोचौँ। यो सानो बानीले हाम्रो जीवनको विशाल ब्रह्माण्डलाई कसरी असर गरिरहेको छ त्यो हेरौँ। यो कुरा केवल लुगामा मात्र सीमित छैन। सोच्नुहोस् त, त्यो महँगो चियाको कप जुन कहिल्यै प्रयोग हुँदैन, त्यो गिटार जसले कुनामा धुलो खाइरहेको छ, वा त्यो कहिले नसकिने किताब। हामी आफ्नो क्षमतालाई सधैँ पछिको लागि साँचेर राख्ने गर्छौँ। यो एउटा एकदमै शक्तिशाली विचार हो। हामीलाई लाग्छ कि हामी परिस्थितिहरूले बाँधिएका छौँ, तर वास्तवमा हामी केवल आफ्नै बानीले अन्धो भएका हौँ। र सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने बानी तोड्न सकिन्छ, किनकि यो कुनै ढुङ्गामा लेखिएको कानुन होइन। ल, अब हामी यो चर्चाको एउटा निकै नै चाखलाग्दो मोडमा आइपुगेका छौँ। हामी अभिव्यक्ति वा म्यानिफेस्टेसन भन्ने शब्दलाई एउटा बिल्कुलै नयाँ दृष्टिकोणबाट हेर्नेछौँ, जुन जादु होइन, बरु हाम्रो आफ्नै प्राकृतिक शक्ति हो। धेरैजसोले के सोच्छन् भने आफ्नो सपना पूरा गर्नु भनेको कुनै जादुको छडी घुमाउनु जस्तै हो। तर सत्य त्यो होइन। यो कुनै बाहिरी शक्तिमा भर पर्ने कुरा होइन, बरु यो त हाम्रो आफ्नै कल्पनाको असीमित संसारको प्रयोग गर्ने कुरा हो। त्यसो भए अभिव्यक्तिको सही अर्थ हो आफ्नो कल्पनाको भित्री वार्डरोब खोल्नु र त्यहाँ लुकेका आश्चर्यहरूलाई बाहिर निकाल्नु। यो कुनै बाहिरी चमत्कार होइन, यो त भित्री खोज हो। हामीलाई किन यो जादु जस्तो लाग्छ? किनभने हामीले आफ्नो भित्री शक्ति कहिले प्रयोग नै गरेका हुँदैनौँ। जब हामी आफ्नो पुरानो सीमित बानीको घेरा तोडेर बाहिर निस्कन्छौँ, तब देखिने परिणाम नै त्यो जादुमय क्षण हो। अब एउटा सामान्य भ्रमको कुरा गरौँ जुन हामीमध्ये धेरैले गर्छौँ। आफ्ना इच्छाहरूलाई आकार र महत्त्वको आधारमा विभाजन गर्ने बानी। हाम्रो सोचाइ कति विरोधाभासपूर्ण छ, होइन त? ठूला सपनाहरू हामी भगवानको जिम्मा लगाइदिन्छौँ, तर साना साना कुराहरूमा जस्तै ट्राफिक जाम वा सानो झगडा हामी आफै चिन्ता गरेर रिसाएर दिन बिताउँछौँ। हामीले आफ्नो शक्तिलाई गलत ठाउँमा प्रयोग गरिरहेका छौँ। यो वाक्यले सबै कुरा बदलिदिन्छ। याद गरौँ है, केही कुराहरू होइन, सबै कुराहरू मानव कल्पनामा अवस्थित छन्। यसको मतलब के हो भने सानो होस् वा ठूलो, हरेक कुराको स्रोत एउटै हो, हाम्रो कल्पना। हाम्रो दिमागले मात्र कुनै कुरालाई ठूलो वा सानो भनेर छुट्याउने हो। तर कल्पनाको लागि एउटा सानो बिउ र विशाल पहाडमा कुनै फरक छैन। यसको लागि समयको पनि कुनै अर्थ छैन। सबै कुरा अहिले नै सम्भव छ। अनि यो कुरा खाली सिद्धान्तमा मात्र सीमित छैन, यसको प्रमाण पनि छ। लेखकले 25 वर्षसम्म बचत गरेर पनि किन्न नसक्ने कुरा जब उनले आफ्नो कल्पनाको शक्ति प्रयोग गरे, तब त्यो केवल 1 महिनामा सम्भव भयो। जुन बाटो तर्कले देख्न सक्दैन, त्यो बाटो कल्पनाले बनाउँछ। ल, अब जब हामीले सिद्धान्त बुझिसक्यौँ, प्रश्न आउँछ, यसलाई व्यवहारमा कसरी उतार्ने त? यो अन्तिम खण्डले हामीलाई हाम्रो जीवनमा लुकेका आश्चर्यहरूलाई हरेक दिन लगाउने तरिका सिकाउँछ। यो हो हाम्रो भित्री वार्डरोब खोल्ने साँचो। हरेक दिनलाई विशेष मान्नुपर्छ। आफूले चाहेको कुरा पाइसकेको अनुभवमा बाँच्नुपर्छ र सबैभन्दा महत्त्वपूर्ण, आफ्नो कल्पनामाथि भरोसा गर्नुपर्छ। यसले बाटो आफै बनाउनेछ। अब अरू कुनै विशेष दिन पर्खिरहनु पर्दैन, त्यो दिन आज हो। त्यसैले पर्खन छोड्नुहोस् र लगाउन सुरु गर्नुहोस्। र अन्तमा आफैलाई एउटा प्रश्न सोधौँ,
हाम्रो आफ्नै भित्री वार्ड्रोबमा कस्ता अद्भुत सपना, प्रतिभा र सम्भावनाहरू त्यो विशेष दिनको प्रतीक्षामा थन्किएर बसेका छन्। सायद आज नै हो त्यो विशेष दिन।